तो नमस्ते साथीहरू। तमन सबैनीलाई स्वागत छ मेरो यो नयाँ ब्लगमा। साथीहरू आज चाहिँ म बहुत दिन पछि ब्लग भिडियो बनाउन आयो। त अहिले चाहिँ बजिरहेछ यहाँ बेलुकाको 5 और म आएर यहाँ के भन्दा डाँडातिर हाम्रो यो ठाउँलाई चाहिँ डाँडा भन्नान्। डाँडामा आएर घाम तप्पाक लेखा ल तमनलाई आज म हामीले बचपनमा खेल्ने ठाउँ देखाउन। बचपनमा चाहिँ हम इन गाडा खेल्नुहुन्थ्यो। इन गाडा पुरा अब उही बेला चाहिँ पुरा गाउँ लगाउँथे, खेतीपाती गरुन्थे। अहिले चाहिँ अब खाली पुरा बाँझो छाडिरहेको छ। अब इसो हो गुना बान्नरुलले यहाँ केही राख्खो न तपाईँको लेखा पुरा खाली छाडिरहेको छ। त ऊ टाइममा के हुन्थ्यो भनेपछि खालि इन गाडा जेठका महिना मात्रै खाली हुन्थ्यो। उसले 1 महिनाको लेखा पुरा जेठका महिनाले हम बिहानदेखि बेलुकासम्म इन गाडा क्रिकेट खेले हुन्थ्यो। तैँले गाडामा खेलिन्थ्यो बढी जसो त्यो अलि त्यो गाडो चौडो थियो तब त्यो गाडामा क्रिकेट खेलिन्थ्यो। और बाख्रा साख्राले यति मुड चरुन्थे होइन। अब भतुनलाई त्यो भिडियो देख्दा याद आयो भने बचपनमा खेलेको त साथीहरू तसो गरुन्थ्यो हम चाहिँ। और इत्तेलाई चाहिँ हम बेलुका बसुन्थे ल हेर यो ठाउँमा ट्याक्क बेलुका यहाँ बसुन्थे। सबै केटाहरू यहाँ जम्मा हुन्थ्यो, 15-20 जना हुन्थे। अहिले त अब केटाहरू कोही छैन, सब यताउति गइसक्यो। इत्तेलाई ढुङ्गाले गाडी राखिरहेको छ अहिले त। पहिला चाहिँ नयाँ थियो, यो पुरा गाडो एकदम बराबर थियो, बहुत मस्त ठाउँ थियो। अहिले ठाउँ त बहुत बढिया छ। तपाईँलाई म देखौँ न यहाँको पछाडिको भ्यूले देखौँ न ल हेर पछाडि कसो छ। पछाडि पनि बहुत मस्त देखिन्छ, हाम्रो गाउँले देखिन्छ यहाँबाट। ल यो चाहिँ हाम्रो जङ्गल हो और यो चाहिँ हाम्रो गाउँ हो होइन। यो गाउँ हो, ऊ गाउँ हो तर खासै ठिक न देखिन्न अरे। अहिले अब क्यामेराले त निको नाख्यो तपाईँ ठिक न देखिरहनु हो। और घाम त अहिले डुब्यो, घाम छाक्यो मुले घाम तप्पाक लेखा यहाँ हो। घाम चाहिँ अहिले न थिइन अहिले तसो छ। इन गाडा त हामी कति ल हेर इन गाडा त हम कति उनब गरुन्थ्यो, कति यतिमा हम दौडे हुन्थे रात दिन। अब अहिले देखुन चाहिँ पुरा याद आयो कि पहिला बचपनको याद आयो तपाईँको लेखा। यो भिडियो बनाउने बहुत मन लाग्यो। ल हेर यसो छ ठाउँ। और एक खास कुरो के थियो भने यतिलाई एक बहुत ठुलो रिठाको रुख थियो। ऊ रिठाका दनानले चाहिँ हामी गोली खेलुन्थे। पहिला उन गोल जित्दा खेलुन्थे, जसले जित्नु सक्यो ऊ पैसा दिने इसेसा शर्त राखेर खेलुन्थे। और रिठाको गोली और घुच्ची खेलुन्थे, डलरको पैसाको डलर जो गोल गोल डलर हुनान् उनीहरू चाहिँ घुच्ची खेलुन्थे। ऐसा काम बहुत गरुन्थे हामी, यसै डाँडामा गरुन्थे। यहाँ बिहान नै हामी सबै घाम तप्पा गन्थे। अब हाम्रो घरतिर चाहिँ घाम बहुत ढिला पढुन्छ, 11-12 बजे पढुन्छ। तब यहाँ चाहिँ 7-8 बजेतिर घाम लाग्जान्छ। तब खाना अगाडि हामी घाम तप्पाएको हुन्थ्यो यहाँ। ल हेर यसो ठाउँ छ हाम्रो यहाँको। ठाउँ मस्त छ। ल हुन्छ गाइज, अब आजको लेखा यति कि आजको भिडियो यो भिडियो तपाईँलाई कसो लाग्यो कमेन्टमा जरुर बताया। मलाई आशा छ कि तपाईँलाई यो भिडियो निकै लाग्यो हुनु। अगर भिडियो मन पऱ्यो भने भिडियोलाई चाहिँ लाइक कमेन्ट गरिदिया। और यो पेजमा नयाँ छ भने पेजलाई चाहिँ फलो गरिदिया। अब भेट्ला अर्का ब्लगमा, उन्जेलसम्मको लेखा बाई।